हामी आज फेरि ट्याबरसम लक हेर्नु जाँदैछौँ। आज 1 नोभेम्बर, जाडो महिना भए पनि ठ्याक्क सन्नी स्याटरडे भएको छ। भोलि पनि शनि हुनसक्छ। अनि निर्वाणीलाई चाहिँ अब यो हाँसहरू मन पर्यो, अनि हाँसहरू निर्वाणीलाई भेट्न आउँदैछ। हाँस होइन यो के त नि? अघि तिमीले बुझ भनेको होइन? अनि नेपालमा त यसलाई हाँस भन्छ नि त नि। नेपालमा हाँस भन्छ, राजा हाँस भन्छ। पर देखिने ब्रिजलाई ट्याबरसम ब्रिज भन्छ। यो थेम्स नदी भयो र ठ्याक्क थेम्स नदीको बिचमा एउटा आइल्यान्ड छ। यो आइल्यान्डमा चाहिँ ट्याबरसम बोट सर्भिसेस भन्ने बोटहरू हायर गर्न मिल्ने अफिस छ। ठ्याक्कै अगाडि रिसेप्सन देखिन्छ। यहाँ युकेको झन्डा छ, स्कटल्यान्डको झन्डा छ। हाँसले पनि पानी खान्छ नि। आज हाँसको लागि ब्रेडै ल्याएन, भोलि लिएर आउने। हुन्छ हुन्छ। अर्को चाहिँ नयाँ ब्रिज हो। त्यो नयाँ ब्रिजलाई क्राइस्टचर्च ब्रिज भन्छ। त्यो ब्रिजकै बाटो हुँदै हामी थेम्स नदीको पारी जान्छौँ। अनि त्यहाँबाट लगभग 10 मिनट हिँडेर हामी ट्याबरसम लक आइपुग्छौँ। र यो फुट ट्रेललाई चाहिँ थेम्स पार्क भन्छ। गाडी त्यति आउँदैन, गाडी आउने ठाउँ होइन। मान्छेहरू प्रायः यसमा वक गर्ने र साइक्लिङ गरेको पनि मान्छेहरू देखिन्छ। थेम्स नदीको ठ्याक्कै अपोजिटतिर चाहिँ यो रेडिङ स्टेसनको पछाडिको भाग भयो। र नयाँ पुल यही हो। यो पुललाई क्राइस्टचर्च ब्रिज भन्छ। ठ्याक्कै पुलको तल प्याडलिङ पुल पनि छ। प्याडलिङ पुललाई पनि क्राइस्टचर्च मिडोज प्याडलिङ पुल भन्छ। त्यसको ठ्याक्कै अर्को साइडतिर चाहिँ लन्डनिसको पोर्टहरू छ, एउटा दुईटा। र वरिपरि ठुलो ओपन फिल्ड पार्क भनौँ। हाँस छ, परेवा छ, ठुलो हाँस, न्युट स्वान, राजा हाँस के भन्छ यसलाई? कति धेरै हाँस होला, पर्छ न पर्छ। परेवा परेवा त स्विम गर्दैन नि त नि। सिकल्छ नि, फ्लाइ पनि गर्छ, स्विम पनि गर्छ। परेवा त स्विम गर्दैन नि त। पहिलो पात हो नि।
कहाँदेखि मुभी गरेको आफ्नो प्राइभेट क्लियर छ डुङ्गा राख्ने हो छोरी त्यहाँ यहाँबाट पानीलाई कन्ट्रोल गर्ने यो पनि लक हेर नि पानी कन्ट्रोल गर्ने अनि स्लोली स्लोली वाटरलाई यता यता चाहिँ रिलिज गर्ने यहाँ हेर यहाँ कति माथि छ होइन यहाँ कति लो छ हेर त हो कि छैन सो नियर छ यहाँ सो डिप छ राइट यहाँ लक बनाएको छ वाटरलाई यहाँ ब्लक गर्ने वाटर स्लोली स्लोली यता पठाउने के बुझ्यौ ल भन छोरी पानी यता लक गरेपछि स्लोली जान्छ वाटर हाफ वाटर उता सेन्ड गरेको हाफ वाटर यता आएको देख्यौ फोर्स अब को हाल्नुपर्छ अनि दुवै सोमार्नु मिल्छ ल ए त्यहाँ पनि छ पहिला अरू घुम्ने ठाउँमा हेर न अलि पछि टिपी नै हुन्छ ल होइन पहिला घुम लेडी बग मोमे हेलो लेडी बग डैडी लेडी बग पायो त्यही हो इधर इधर डैडी हामी लेडी बग पायो हामी लेडी बग पायो लेडी बग पायो यता जाने यता भन्छ भ्यू आइल्यान्ड यो जङ्गल सफारी भयो slowly baba slowly very slowly निर्वाणीले पो देखाइदिएको ल मैले यो नोटिसै नगरेको कस्तो राम्रो कस्तो मान्छेले आर्ट गरेको है छोरी वा बाबा निर्वाणीले नोटिस गरेको हेर्नु न त्यो वा है स्टम्पलाई रुखकोलाई यसरी आर्ट गरेको नि त वा क्युट डैडी यहाँ बस त तिम्रो नि भिडियो खिचिदिन्छु निर्वाणीको फेस र उसको त मिल्दै मिल्दो रहेछ त तिम्रो साथी जस्तै रहेछ ल निटल हो नेपालीमा निटललाई के भन्छ सिस्नो सिस्नोले पोल्छ जङ्गल हो नि त नि जङ्गलमा हो नि त जङ्गल भएर ल यहाँ चाहिँ मजाले सिस्नोको घारी पनि छ ट्राभर्स ब्लकको चाहिँ छेउछेउमा यसरी बेन्च राखिदिएको छ मान्छेहरू बस्ने 2-3 घन्टाको लागि हल्का क्याम्पिङ गर्ने राम्रो एरिया छ यो पनि यहाँ त तल जाने ठाउँ पनि बनाएको रहेछ हेरौँ है त पहिला त म गएको थिइनँ यहाँसम्म त आउन मिल्ने रहेछ ल यहाँ पनि आएर चट्टसँग फिसिङ गर्न मिल्ने रहेछ नो इन्ट्री त लेखेको छैन मिल्ने भएरै होला सायद यहाँबाट चाहिँ क्याबरसम लक अझै परबाट देखिने रहेछ ल यता आऊ स्लोली है यो हल्लिन्छ यहाँ स्लोली आऊ निर्वाणीले यहाँ गमटा पनि भेट्यो एउटा र हामी अन्त्यमा रेडिङ हाइड्रोमा आइपुग्यौँ
यो चाहिँ रेडिङ हाइड्रोको कम्प्लिट क्लियर पिक्चर ट्याक्कै फोटोमा देख्न सकिन्छ। यो गियरबक्स जेनेरेटरको तलबाट पानी फ्लो भएर अलमोस्ट 5 मिटर डाउनवार्ड फ्लो हुन्छ र त्यो टर्बाइन लगभग 2.6 मिटरको टर्बाइन जसलाई आर्किमिडिज स्क्रू भनेको छ त्यहाँबाट पानी फ्लो गरेर टर्बाइनलाई घुमाउँछ। अघिको त्यो मास्टर क्लासको फोटो भयो र रियल टर्बाइन चाहिँ यहाँ घुमेको देखिन्छ। जम्मा 2टा टर्बाइन छ। अहिले चाहिँ राइट साइडको मात्र टर्बाइन घुमेको देखिरहेको छु मैले र यो टोटल टर्बाइनको लेन्थ चाहिँ 5 मिटर भन्यो र डायमिटर 2.6 मिटर र यो माथिको घरलाई चाहिँ गियरबक्स भन्यो। त्यो टर्बाइनलाई आर्किमिडिज टर्बाइन भन्दो रहेछ र पर ब्रिजको तलदेखि जुन पानी झरेको सानो झरना छ त्यो झरनालाई चाहिँ यहाँ क्याबर्सम वियर भनेको छ। वियर भन्नाले चाहिँ एउटा बाँध जस्तै हो। पानीको बहावलाई कम गर्नको लागि वाल जस्तो बनाएर पानीको फोर्सलाई कम गर्छ। त्यसैलाई चाहिँ क्याबर्सम वियर भनेर भनेको छ। र यो भयो जेनेरेटर राखेको घर गियरबक्स भन्छ। डेली 23 किलोवाटसम्म बिजुली निस्किन्छ अरे र इयरली चाहिँ 320 किलोवाटसम्म बिजुली यहाँबाट उत्पादन हुँदो रहेछ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ त्यो पनि सरकारी लगानीमा बनेको भन्दा पनि 750 जना इन्भेस्टरहरूले चाहिँ यहाँ लगानी गरेको भनेर इन्फर्मेसन दिएको छ र त्यस्तै 150 जना भोलिन्टियरहरू यो क्याबर्सम वियर रेडिङ हाइड्रो बनाउनको लागि चाहिँ आफ्नो श्रमदान दिएको भन्ने पनि राखिएको छ। र यो बोर्डमा दिएको इन्फर्मेसन अनुसार चाहिँ त्यो 320 मेगावाट इलेक्ट्रिसिटी आवर्स 300 मेगावाट आवर्स चाहिँ 90वटा एभरेज होमको लागि चाहिँ इनफ हुन्छ अरे। र आर्किमिडिज स्क्रूलाई चाहिँ अझै नजिकबाट यहाँ मैले खिच्ने प्रयास गरेको छु। यो बारले गर्दा त्यति क्लियर चाहिँ आएन र घुमेको देखिन्छ। एउटा मात्र स्क्रू घुमिरहेको छ अघि भने जस्तै, अर्को स्क्रू चाहिँ घुमेको छैन। अब यो इन्टेन्सनली हो कि अहिले पानीको फोर्स कम भएर त्यति क्लियर चाहिँ भएन। तर अहिले चाहिँ एउटा आर्किमिडिज स्क्रू मात्र फङ्सनिङ देखिन्छ। र अर्को यो बोर्डमा पनि कम्प्लिट पिक्चर राखेको छ क्लाइमेट हिटिङ एन्ड रिन्युएबल इनर्जी भनेर। र यहाँ चाहिँ यो क्याबर्सम ब्लक बनाएको एबाउट 1920 भनेको छ। र यो भयो गियरबक्स अथवा जेनेरेटरको घर जसलाई रेडिङ हाइड्रो भनेर त्यहाँ लेखेको छ। यो त माथिल्लोपट्टि वाटर लेभल मेजर गर्ने स्केल पनि छ। अराउन्ड 8 मा छ अहिले। अब यो 8 फिट त होइन, कुन स्केल हो अलिक क्लियर भएन। फिट भनौँ भने अलिक सानो छ, मिटर त पक्कै नै होइन त्यो। र देख्न सकिन्छ वाटर लेभल यहाँ अलि माथि छ। ठ्याक्कै बिचमा यो ब्रिज भयो, यो गियरबक्स अथवा टर्बाइन भयो। यो ठ्याक्कै ब्रिजको तल्लोपट्टिको भाग वाटर लेभल तल छ, जहाँ चाहिँ यो ठ्याक्कै यो इन्क्लाइनबाट 5 मिटर वाटरको डाउनफल हुन्छ। र यो पुरै भागलाई चाहिँ क्याबर्सम वियर भन्यो। अघि भने जस्तै क्याबर्सम वियर भन्नाले पानीलाई स्टेप गर्दै 1 2 3 तह हुँदै पानीलाई बिस्तारै बिस्तारै तल झारिएको छ। सायद पानी सिधै नझरेको भएर तल अलिकति सायद गहिरो पनि होला, जसले गर्दा पानीको फोर्सलाई अलिक कम गर्छ। यो भयो क्याबर्सम वियर। गियरबक्सको घरको ठ्याक्कै यतापट्टिको वालमा मजाले पेन्ट गरिएको रहेछ, द इनर्जी इज बाई द पिपल फर द पिपल भनेर। र अघि भने जस्तै 750 जना त इन्भेस्टर नै थियो रहेछ। 150 जना भोलिन्टियर्सहरूले
निर्माण गरेको अरे यो यसैलाई लक क्यावर्सम लक पनि भनिन्छ अब लेखेको छ यहाँ वेलकम टु द लक अब हामी त्यता जाँदैछौँ ब्याकग्राउन्डमा पर देखिएको रेडिङ ब्रिज भयो यो थेम्स रिभर भयो पुरै थेम्स रिभर यो ब्रिज छ र यो क्यावर्सम वेयर रेडिङ हाइड्रो क्यावर्सम लक